हाम्रा हरेक एक्टिभिटिज जस्तो कि लगाउने, खाने, बस्ने जति पनि कुराहरू छन् नि, यी कुराहरू कसले डिसाइड गर्छ भन्दाखेरि यसकै बारेमा आजको कथा हुनेछ। कथा सुन्न सबैलाई मनपर्छ। मुभी, सङ, म्युजिक र न्युजले सबैको जीवनमा इम्प्याक्ट पारिरहेको छ। यसबाट कसरी जागरुक हुने? आजको समयमा जति पनि घटनाहरू घटिरहेका छन्, समस्या खरेडी खान नपाएर जस्तो कि मान्छे मर्दा पनि भगवानलाई बिलिभ गर्ने गर्छ र साइन्सले यस्तो भन्दैन। आजको समयमा इन्लाइटेनमेन्ट वा जागरुक त मान्छेमा आइरहेको छ नि। धेरै जागरुक बन्न दिएन, किन भन्दाखेरि जागरुक मान्छेले परम्परामाथि, कल्चरमाथि प्रश्न गर्छ। धर्म, जात, पुजारी, नेता जो पनि हुनसक्छ, उनीहरूको काममा समस्या नपरोस् भनेर शिक्षा प्रणाली ल्यायो। त्यो पनि उनीहरूले छापेको किताब पढ्नुपर्ने, ताकि त्योभन्दा बढी जागरुक त्यो नबनोस्। उनीहरूको हिसाबमा, उनीहरूको अन्डरमा पढी लेखेका सबै चलोस् भन्ने नै हो। उसले लाग्छ म पढी लेखेको, बुद्धिमान, सरकारी नोकरी, हातमा महँगो फोन आदि इत्यादि कुराहरूमा गर्व गरेर जोस् र एक दिन यो दुनियाँबाट निस्कियोस्, यही चाहन्छन् उनीहरू। कसैको पनि अवेरनेस, नलेज, पुँजीवादहरूको शिकार बन्नु नै हो। यस कारणले पनि 2 लाखको मोबाइल बोकिरहेका छन्, करोडको गाडीमा चढ्नु, दिनदिनै घमण्डी बनिरहनु, यो सबै दुनियाँलाई देखाउनको लागि लाखौँको, करोडौँको हैन ब्याङ्कको लोन लिएर बिहे गरिरहेका छन्। यो खुसी 6 महिना पनि टिक्दैन, खर्च बढ्दै रहेको हुन्छ, ब्याङ्कको EMI थपिरहेको छ। खुसीको नाममा 90% मान्छेहरू खसी बनिरहेका छन्। यति ठुलो बन्धन त यसले निर्माण गरिएको छ। कल्चर इन्डस्ट्री यही कुरा तपाईँलाई बार बार दोहोऱ्याउँछन्। यही पोसिबिलिटीमा जानु हो। कल्चर सबैभन्दा तपाईँभित्रको जुन क्युरियोसिटी छ त्यसलाई मार्छ। जबकि एउटा बच्चा 12 वर्षसम्म 8 घन्टा इमान्दारीका साथमा स्कुलमा गइरहेको छ, पढ्छ, अझै ज्ञानी बन्नको लागि उसलाई कलेज पठाइन्छ, उसलाई थाहा छैन। तर समाजले भन्छ धेरै पढ्यो भने धेरै पैसा, राम्रो जब हैन मिल्छ अनि खुसी मिल्छ। यही त हैन 12 वर्ष स्कुल, 12 डिप्लोमा, डिग्री, 5 वर्ष PhD गरेर उसलाई जब मिल्ने या नमिल्ने भन्ने कुरा अझै पक्का छैन। जब त स्किल भएकाहरूलाई मिल्छ, डिग्री भएकालाई होइन। यो कुरा बुझ्नुहोस् है। तपाईँसँग डिग्री छ तर तपाईँलाई गाडी चलाउन आउँदैन भने त्यो मालिकले तपाईँलाई जबमा राख्दैन। तर पढेको छैन, स्किल छ भने त्यसले जागिर पाउँछ। त्यो बच्चाले त्यतिखेर क्वेसन गर्नु पर्थ्यो। जसले पढाइमा 22 देखि 24 वर्ष बितायो, त्यो पनि जीवनको क्रिएटिभ टाइममा, त्यो डिग्रीले उसलाई एउटा जबसम्म दिन सकेन भने आखिर 24 वर्ष शिक्षाले सिकायो के? 8 फेलले धेरै वर्ष देश चलाइरहेको छ। 10